यो त हाम्रो ठुमी डाँडातिर पनि हुन्छ कसैले खाँदैन है टन्नै हुन्छ नि यो त हाम्रो गाउँतिर त म जस्तै जङ्गलमा आइपुग्यो होइन सुमनको खजानाले अब टक्क पारेर सबैलाई एकवटा लट्ठी काट्ने हो जङ्गलमा हेर्दाखेरि बाटो सफा गर्नलाई अब अलिकति सचेतको लागि हतियार जस्तै भनौँ न प्रत्येकलाई टक्क टक्क अब लट्ठी काटौँ त सुमन भाइ ल खजाना कतिको लाग्छ सुमन भाइ खजाना लाग्ने छ ए सुमन घैँटे भाइ अलिकति यो रुममै बसिरहने बानीले होला यति हिँड्दा नि पुरै अब थाकिसक्यो के दुखिसक्यो भन्दै थियो है अहिले चाहिँ अब बुढो भएको हो त भाइ तिमी हामीभन्दा पछाडि जन्मेर अगाडि बुढो भयो क्या ए सुमनको चाहिँ नयाँ जोस र जागर छ अझ नि ड्याङडुङ बाघै आयो धेरै चाहिँ म भन्दिनँ तपाईँहरू सिधा माथि जाँदै गर्नुहोस् म फेरि यहाँबाट तपन गएर फेरि फर्केर तपाईँलाई भेट्न सक्छु यो अब हाम्रो किटी भनौँ न यसले चाहिँ अब जङ्गलमा बाघ सागको केही गन्धहरू आयो भने चाहिँ ट्याक्क अगाडि पत्ता लगाउँछ ल ठिक छ जाउँ केटा होला लट्ठी सट्ठी बनाऊ लट्ठी ठिक छ नि त्यो अर्को बनाउने अलि डर बनायो अलि डर लट्ठीको भाग कोलाई पुग्यो सुमन भाइले पुग्यो छैन होइन सुमनलाई पनि पुगिसक्यो लट्ठी कि ऊ खजानै बोएर हिँड्यो ल ठिक छ ल साथीहरू अब हामीले चाहिँ च्याउ खोज्न आएको थियो होइन च्याउ चाहिँ पायो होइन साथीहरू सुसन भाइ यो के च्याउ हो भनिदियो त चट्ट एक लट कतिको मिठो लाग्छ यो च्याउ के बुढो रहेछ क्या है ल यहाँ सुमन भाइ चाहिँ पुरै च्याउ थाप्दैछ होइन अनि यो अब आजको हाम्रो टार्गेट भनेको यस्तै च्याउ खोज्दै हिँड्ने भनेर चाहिँ जङ्गल छिरेको छु जङ्गलमा च्याउ खोज्ने हरेक चिज खानेकुराहरू खोज्ने क्रममा चाहिँ यहाँ आइपुगेका छौँ अहिले सबैजना एउटा खानेकुरा माथि डाँडामा चौर जस्तो छ त्यो डाँडामा पुग्ने अनि रमझम गर्ने फर्किने हो होइन जङ्गलमा जे पाउँछ टक्क ए झगडा नगर तिमीहरू मिलेर गर न पार्टनर हो आज यो कुकुरको सातु गयो जस्तो यार अझ निवृत्त परेर हिँडिरहेछ ल गाई चाहिँ मैले यो मोबाइल स्ट्यान्ड पनि दामी भेटाइसकेको छु होइन यो नेचुरल भनौँ न काठको टक्क एकदम मिलेको ठाउँमा छ अब मैले चाहिँ यहाँ टक्क मोबाइल अडाएर चाहिँ हाम्रो भिडियो क्लिक गर्नेछु
अब हाम्रो टिमको चाहिँ यहाँ आगो बाल्नको लागि स्ट्रगल सुरु भइसकेको छ होइन। पानी एकदम परेको कारणले गर्दा दाउराहरू एकदम चिसो छ। तर हामीले घरैबाट चाहिँ यो काठको भुसा लिएर आएको थियो आगो बाल्नु लागि, अनि झोलामा अलिकति काठको टुक्रा पनि लिएर आएको थियो। त्यो कारणले गर्दा चाहिँ हामीलाई आगो फुक्न एकदम सजिलो हो। तैपनि यति ल्याउँदै पनि हामीलाई लगभग 1 घन्टा जति लाग्यो आगो फुक्नको लागि। आजको त्यो खानालाई फेरि निकाल्नलाई गाह्रो भयो होइन। अब तरकारी बनाउनु पर्नेछ। बरु पहिला तरकारी पनि दामी खाना बनाउँछ क्या, अनि त्यही भएर हो।
तरकारीहरू रेडी भइसक्यो। अब हाम्रो सुमन भाइले त्यहाँ खाना टक्क पसिँदैछ। अब केही बेरमा चाहिँ हामी खाना खाँदैछौँ। हाम्रो लेकतिर हुने कालुपा भन्छ यसलाई चाहिँ एकदम पोचिलो हो। यो अझ अलि रोगी सुत्केरी महिलाहरूलाई किन्ने एकदम बेस्ट। अब हामी चाहिँ पोलेर खाँदैछ होइन त? खाँदैछौँ ल टक्क खा। सुरुवाती चरणमा अनि बित्तिकै भेटेको अनि बित्तिकै भेटेर पोलेर खानु लाग्यो। अहिले घरका बेला चाहिँ पाउँछ यो भन्ने त साह्रै सानो हो, यत्रो काठको बेला मात्रै भए पनि पाउँछ। के सबैले खाओस्, हामीले पनि खाएँ। दामी छ। ल बाँकी खाऊ, म खानु नि। सुशान्त भाइ खाने हो कि? फाइनल्ली अब चाहिँ हामीले होइन खाना बनाएर ट्याक्क खायो अरे अब चाहिँ फेरि हामी गन्तव्यमा आफ्नो यसो च्याउस्याउ निउरोहरू के पाउँछ यस्तो जङ्गलमा पाउने चिजहरू चाहिँ अर्ग्यानिक चिजहरू खोज्न हिँडिसक्यौँ। हाम्रो टोलीहरू अगाडि मुभ भइसक्यो होइन। अब म पछि यसो भिडियो बनाउँदै जान्छु। यस्तै च्याउहरू भेटाउँदैछ हामीले चाहिँ। अब यस्तै च्याउहरू कलेक्ट गरेर लाने हो। यदि तपाईँहरू जङ्गलमा भुलवश कतै आपतमा पर्नुभयो भने चाहिँ यस्तो च्याउहरू भेटाउनु भयो भने टक्क त्यसलाई तरकारी रूपमा बनाएर खान सक्नुहुन्छ। अघि हामीले बनाएर खा जस्तै च्याउ खोज्दै हिँडिरहेको छ। सुमन भाइ त्यहाँ छ भने हाम्रो सुसन ब्रोजी त्यहाँ पुगिरहेको छ च्याउ खोज्दै। अनि घैटे भाइ यतातिर छ, रमाइलो छ। जेस त्यहाँ सुसन भाइले फेरि च्याउ भेटाइसक्यो। यो चाहिँ हजुरहरूले देखिराख्नु भएको छ नि, यो चाहिँ ठ्याक्कै ब्ल्याकबेरीकै प्रजाति हो। यो चाहिँ हामीले खान मिल्छ मजाले टिपेर। तपाईँहरूलाई टिपेर खाएर देखाउने छु। गाइस यो चाहिँ अब दामी मिठो हुन्छ है। म चाहिँ टिपेर चट्ट खाइदिन्छु ल। क्या दामी छ। चाहिँ जङ्गलमा केही कारणले फसिनु भयो भने मजाले चाहिँ यस्तो चिज चिन्यो भने चाहिँ आफ्नो पेट मजाले पाल्न सकिन्छ। यस्तै चिजहरू खान सकिन्छ। चाहिँ यो चाहिँ गोली काँक्रोको लहरा हो। यो लहरामा चाहिँ ट्याक्क डल्लो डल्लो अङ्गुर जत्रो फल्छ होइन। त्यो पनि हामीले चाहिँ खान मिल्छ। तर अहिले चाहिँ फलेको रहेनछ। यो अलिक फल्ने बेला भएको रहेनछ। भर्खरै हुर्किँदै रहेछ। मिस्टेकली गाइज हामी चाहिँ अहिले यो डाँडामा आइपुगेको छौँ होइन। हाम्रो टार्गेट चाहिँ ठुलो यो जङ्गलको बिचमा रहेको चरमा पुग्ने टार्गेट थियो। तर डिरेक्सन पत्ता लगाउनु नसकेर चाहिँ हामी यो डाँडामा आइपुगेको छौँ। अहिले चाहिँ भोक लागेर हामी खाजा खाँदैछौँ। फाइनली गाइज हामीले चाहिँ वान डे जङ्गल सर्भाइभल सकाएर चाहिँ अहिले हाम्रो टिम घर फर्किँदैछु। अहिले लगभग साँझ पनि पर्न आँटिसक्यो। अहिले चाहिँ झमक्क साँझ परिसकेको छ। यो चाहिँ हामी बिच बाटोमा आइपुगिसकेका छौँ फर्केर। जोस् आजको जङ्गल्स वान डे सर्भाइभल चाहिँ रमाइलो भयो होइन। अब तपाईँहरूलाई फेरि म अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको हाम्रो यो भिडियोलाई चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। हस्त धन्यवाद। फेरि पनि हेरिदिनु होला। मेरो भिडियोलाई लाइक अनि सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला।